सडक टालिएन भन्छ है। अब यो टाल्न लाग्यो भने त यहाँ गाडी मोटरसाइकलले चाहिँ नि कामै गर्ने दिएको छैन भने बलियो हुन्छ त, बलियो हुँदैन। रोलरै लाउनु पाएको छैन। गाडी मोटरसाइकलहरू हतार एकछिन आएछ भने मान्दै नमान्ने अनि कहाँबाट बलियो हुन्छ, हुँदैन नि होइन। काम गर्ने राम्रो पाउँदैन। नेपालमा धेरै चिज व्यतिथिहरू छ क्या अझै। ट्राफिकले त्यहाँ माथि रोक्नै सकिरहेको छैन। मान्छे झगडा गरेर आइरहेछ। त्यो जेएनजी आन्दोलनपछि प्रहरीलाई नटेर्ने पनि एउटा बढी रोग लाग्यो। त्यो चाहिँ घातक हुन्छ है। हामी जस्तो नियम कानुनमा हिँड्नुपर्छ भन्ने सोझा सिधाहरूलाई चाहिँ नि घातक हुन्छ। अस्ति पनि त्यो एउटा हाइवेमा ट्राफिकलाई पिटेको देखेँ, एकदमै माया लाग्यो। त्यस्तो गर्नु हुँदैन नि होइन। अब यो ट्राफिक प्रहरीले भनेकै नमान्ने भएपछि अनि होइन सबै प्रहरी चौकी जलाउनु यो चाहिँ गलतै थियो, गलतै हो। जोसुकै रिसाओस् जोसुकै खुसाओस्, म चाहिँ बालै भन्छ नि, बालै मतलब गर्दिनँ। तर यो गलत भएको छ है, कति चिज चाहिँ गलत भएको छ। अब रोक्नै नसक्ने ट्राफिकले उहाँ रोकिरहेको छ, वरिष्ठ सही छ, वरिष्ठ साहबले रोकिरहेको छ, उता माथि ट्राफिकले रोकिएको छ। झगडा गरिरहेको छ त्यहाँ। म भर्खरै त्यहीँबाट आएँ, त्यो झगडा गरिरहेको छ। हेरेर आएँ झगडा गरिरहेको छ, तल हेर्न गएँ झगडा गरिरहेको छ। अब त्यो मान्छे सबैसँग के झगडा गर्नु, ट्राफिकलेसँग झगडा गर्दै आइरहेको छ क्या, कामै गर्नु दिएको छैन। अनि टालटुल कसरी गर्ने होइन। यो टालटुल गर्नुपर्ने रहेछ, फेरि यो केमिकलले गर्नुपर्ने रहेछ। केमिकल घोलेर अब भइरहेको छैन, कामै गर्नु दिएको छैन। कहाँबाट हुन्छ अनि होइन, कसरी हुन्छ भने गाडी मोटरसाइकल ट्राफिकले रोक्न नसक्ने रहेछ। ट्राफिकले गाडी मोटरसाइकल रोक्न नसक्ने रहेछ। झगडा गरेर आइरहेछ, झगडा गरिरहेछ, ऊ ट्राफिकसँग झगडा गरिरहेछ। अनि यो अनि पुलिससँगै झगडा गर्ने नियम कानुन कसले मान्ने। अराजक भयो, टोटल्ली अराजक भयो, धेरै अराजक भयो। बुझ्नुभयो ठुल दाइ, ट्राफिकले रोक्न सकेको छैन त्यहाँ। ट्राफिकसँग झगडा गरिरहेछ क्या मान्छे, झगडा गरी गाडीहरू सबै हेर्नु। अनि ल अनि बाटो राम्रो भन्छ भन्नु न, काम गर्नै राम्रो पाएको छैन, उसले घोल्नै पाएको छैन। ऊ त्यो घोलेकै छैन। अब घोल्न पाउनु पऱ्यो, मिलाउनु पाउनु पऱ्यो होइन होइन। अरू यत्रो बाटो छ त यहाँ। राति कहाँ, राति होइन, राति देखिँदैन। बत्तीको समस्या, यो समस्या ऊ समस्या होइन। राति खाल्डो फेरि होइन, खाल्डोहरू देखिँदैन होइन। दिउँसो जति त राति राम्रो हुँदैन है। मान्छेले हो डिस्टर्ब भयो राति भन्छ होइन, तर गलत हो त्यो, हो किन। यत्रो बाटो छ नि, एकछिन नहिँड भन्दा पनि नहुने, मान्दै नमान्ने, ट्राफिकसँगै झगडा गरेर बस्दिने। अनि ट्राफिक प्रहरीसँगै झगडा गरिदिने। एकदिन असुविधा भएर के हुन्छ, भोलिबाट सुविधा हुन्छ नि। अनि होइन हाल्छ। अब काम राम्रोसँग गर्नु पाए पो होइन, बलियो हुन्छ। ल अहिले उताको रोकियो, अघि त ट्राफिकसँग झगडा गरेर लेभल मिलाउनु पर्यो होइन। रोलरै राम्रोसँग लाउनु पाउँदैन, के बलियो हुन्छ।
काम गर्नलाई गाह्रो छ है। बाटो एउटा त रोक्न सकिरहेको छैन। सबैलाई हतार फेरि